हाई एभ्रिवान गुड मर्निङ अनि सबैलाई नमस्ते। अनि म आज खाना बनाउँदैछु। अनि खानामा चाहिँ मैले आज च्याउ र आलु बनाउँदैछु है त। अनि यहाँसम्म मैले च्याउ बनाएर पनि रेडी बनाइसकेको छु। अनि यसलाई हल्का तातो पानीमा बोइल गरिरहेको छु। अनि यसमा चाहिँ मैले आलु मिसाउँछु भनेर आलु पनि रेडी बनाइसकेँ, पखालेर पनि रेडी बनाइसकेको छु। अनि यसमा मैले टमाटर र प्याज पनि रेडी बनाउँदैछु। अनि यता चाहिँ मैले कराई तताइरहेको छु। कोठे पनि छ जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु अब म हाल्छु तेल। हेरे बत्तलले कस्तो भन्नु होला है। मेरो एउटा साथी लिएर मैले यस्तो ल्याएको के धेरै पर्दैन, यस्तो ल्याउन सक्नुहुन्छ। 180 रुपियाँ पर्छ। तेल हाल्नलाई पनि सजिलो हुन्छ। चिया पनि बनाएर खाइसक्यौँ, भात पनि पाकिसक्यो, भात पनि रेडी भइसकेको छ पाकेर। तेल खरिँदैछ। प्याज र टमाटर पनि रेडी भइसक्यो। यो चाहिँ तातो पानीमा बोइल हुँदैछ है साथीहरू। पकाउनुभन्दा अगाडि चाहिँ तातो पानीमा नै बोइल गर्नुपर्छ है यसलाई। मलाई फेरि यो च्याउ भनेपछि त एकदमै मनपर्छ। तपाईँहरूलाई कतिको कस्तो लाग्छ खै, मलाई चाहिँ लास्टै मनपर्छ। मैले राखिसकेँ प्याजहरू। अब यसलाई हल्का फ्राई गर्छु। मैले चाहिँ प्याजहरू फ्राई गर्दैछु। यसलाई रातो रातो भएपछि अनि बल्ल आलु हाल्नु। बाहिर पानी पर्ला पर्ला जस्तो गरेर लास्टै जाडो भएको छ साथीहरू। रात पनि कामिरहेको छ। भइसक्यो। अब हाल्छु मैले आलु। अब मैले यसलाई हाल्छु माथिबाट। मैले तरकारीहरू चाहिँ प्रायः जस्तो यसरी नै पकाउँछु। अब हजुरहरूको च्याउ पकाउने तरिका अर्कै पनि हुनसक्छ है, तर म चाहिँ नर्मल्ली यसरी नै पकाउँछु। अब मैले राख्छु बेसन।
यसलाई एकैछिन मजाले भुट्नुहोस्, त्यसपछि टमाटर हाल्ने। मैले टमाटर पनि राखिसकेँ त। मैले राखेँ लसुन 2टा पोटी, अनि खुर्सानी राखेँ, टिमुर राखेँ, मसला राखेँ। खुर्सानी मसलाहरू मैले पिसेर पनि हालिसकेँ। अब यसलाई मैले थोरै पानी हालिसके पछाडि मसलाहरू पाक्नु पर्यो नि त, त्यही भएर मैले थोरै पानी पनि राखिसकेँ। नुन मैले अघि नै थोरै राखिसकेको थिएँ। अब राख्छु मैले थोरै नुन। अब राख्छु मैले मिट मसला। जाने के मन तेरे पागल है। अब एकैछिनपछि रेडी हुन्छ हाम्रो तरकारी। अब राखेँ मैले माथिबाट हल्का धनिया। अब रेडी भयो हाम्रो तरकारी, च्याउको तरकारी। यस्तै भिडियोहरू सबैजनाले माया गरिदिनु होला। बाई बाई।